16,000 हुन्छ कि अब 20-25,000 हुन्छ कि 50,000 2500 1500 500 हुन्छ कि सबैले गाउँघरको इष्टमित्रहरूले दिएर चाहिँ यहाँ चाहिँ सबै राम्रो गरेर उहाँको गेट पूर्वबाट फर्काइदिनु होला है। सबैजना गाउँको इष्टमित्र दाजुभाइ आमा बुवा इष्टमित्रहरू सबैजनालाई त्यो चाहिँ मेरो बिन्ती चढाइदिन्छ है सबैजनालाई। हुन्छ कि हुँदैन? खुसी छ कि छैन? तर देवी अब गाउँको बिचमा देवी आयो, देव खुसी छ कि छैन सबैजनालाई? कुनै एक दुईजना त खुसी नभएको होला नि त। अनि त्योबाट चाहिँ यो चाहिँ उहाँ अध्यक्षज्यूको नाम चाहिँ के भन्नुभयो? पूर्व कुसाङ शेर्पा। पूर्व कुसाङ शेर्पालाई मेरो तर्फबाट मिङमा शेर्पाको तर्फबाट टसिदेले नमस्ते छ सबैजनालाई। आज तपाईँको नाममा अध्यक्षज्यूको नाममा म यो 92,025 रुपियाँ पैसा चाहिँ तपाईँको हातमा दिँदैछु। तपाईँले यो गाउँको कसरी यो मन्दिरको कसरी संरक्षण गरेर कसरी बनाउने के गर्ने तपाईँको हातमा छ है। बाँकी भोलि फेरि यो फलाना गाउँको फलाना अर्को गाउँको चेलाहरू आएर यो दामीहरू आएर हाम्रो गाउँमा जे पाए त्यही गरे भन्नु पाउँदैन नि? भन्छ कि भन्दैन अध्यक्षज्यूले? खुसी छ कि छैन तपाईँलाई? तपाईँको यहाँ अहिले नै यो मन्दिरमा अब यो सुक्री गाउँमा यो मन्दिरमा यो 92,025 रुपियाँ उठ्नु भनेको यहाँ भेटी चढाउनु भनेको धेरै ठुलो कुरा हो। अन्त ठाउँ यसरी उठ्दैन कि ठुल्ठुलो मन्दिरमा जानु पर्यो हो कि होइन? अनि यति तपाईँको हातमा दिएर यो माथि गाउँको छिमेकी गाउँपालिकालाई हुन्छ कि गाउँपालिकालाई हुन्छ कि कोकोला अध्यक्षहरू गाउँपालिका मेयरहरूलाई बनेर तपाईँले चाहिँ अब कुरा राखेर चाहिँ तपाईँले अलिकता पैसा सहयोग मागेर चाहिँ यहाँ राम्रो गरेर तपाईँले चाहिँ राम्रोसँगले चाहिँ यहाँ राम्रो यो बारबेर गरेर अब गन्डी त्रिशुल चढाउने गन्डी त्यहाँ गेट बनाउनु सक्दैन तपाईँले? हामी सबैले सङ्घर्ष गर्छौँ। हुन्छ धन्यवाद धेरै धेरै त्यो अध्यक्षज्यूको बारेमा धेरै धेरै ताली बजाइदियो। धेरै धन्यवाद धन्यवाद ल तपाईँको हातमा दिन्छु यो 92,025 रुपियाँ। त्यो माथि सबैजनालाई टसिदेले धन्यवाद सबैजनालाई है। नमस्ते छ ल। अझै त्यो माथि थाप्ने रे पैसा जगाउने बिमारी छ केही दक्षिणाहरू चाहिँ अब थाप्ने आयो मान्छे